हेलो एभ्रिवान, सबैजनामा शुभ बिहानी। सबैजना सन्चै हुनुहुन्छ होला। म आशा गर्दछु सबैजना सन्चै नै हुनुहुन्छ होला। म चाहिँ बिहान उठेर ब्रस गर्दै थिएँ र तपाईँहरूको लागि यो मिनी भ्लग चाहिँ तयार पनि गर्दै थिएँ। भन्नुपर्दा चाहिँ अब यसरी काम गर्दा चाहिँ मिनी भ्लग बनाउनु चाहिँ त्यति सहज चाहिँ छैन रहेछ। किनभने चाहिँ एकजनाले मोबाइल पनि छोप्नुपर्छ होइन, मोबाइल छोप्नु कोही पनि हुँदैन। अनि आफैले मोबाइल हटायो बनायो, कतिचोटि मोबाइल खस्छ होइन, कतिचोटि चाहिँ गाह्रो हुँदो रहेछ। मैले आफै स्वयं चाहिँ होइन यो महसुस गरिसकेँ होइन। अरूको हेर्दा मात्र सहज हुँदो रहेछ, तर खासमा चाहिँ स्वयं गर्दा चाहिँ त्यति सजिलो छैन। हातमुख धोएर चाहिँ फ्रेस भएर म बाटोतिर के आएको थिएँ। विद्यार्थी भाइ बहिनीहरूलाई देखेर चाहिँ मेरा पुरानो दिनहरू पनि सम्झेर एकछिन म खुसी भएँ। विद्यार्थी भाइ बहिनीहरूलाई देख्दा बित्तिकै ममा पनि जोस जागर ऊर्जा आयो। अनि त्यहाँपछि चाहिँ मैले 3वटा बुक निकालेँ। त्यहाँपछि चाहिँ 10-15 पानावटा चाहिँ नोट बनाएँ होइन। तपाईँहरूले हेर्न सक्नुहुन्छ नोट चाहिँ मैले टन्नै लेखेर राखेँ होइन। नोट बनाइसके पश्चात चाहिँ म यतातिर आएको थिएँ। अनि रोसिकाले चाहिँ मलाई देखेर हाम फाल्दै हेर्नु न, आफ्नो ठाउँमै छोडेर हाम फाल्दै आयो। यो देखेर एउटा उदाहरण भयो होइन, किनकि धेरै माया गरेर चाहिँ मलाई उसको म प्रति त्यत्रो माया देखेर मैले उसलाई इग्नोर गरेर छोड्ने कुरा त हुँदै हुन्न। उसलाई पनि मैले जिस्काएँ, एकछिन उसको भाषामा हाउभाउ गरेँ। अनि उसलाई चाहिँ मसारेँ होइन। उसले पनि के गरिरहेको छ भनेर मोबाइलतिर हेरिरहेको थियो कि। अनि एकछिनपछि हात पनि दियो। त्यहाँपछि वाउ हेर्नु न कति मजाले खतरा क्युट छ। तर हेर्नु न मस्त मसँग दिनभरि मसँग खेल्छ, गर्छ, घरमै बस्छ। रोसिकासँग थोरै समय टाइम स्पेन्ड गरिसके पश्चात चाहिँ अब काम पनि गर्नु पऱ्यो नि त घरको होइन। अनि चाहिँ एकछिन चाहिँ झ्याङटहरू झारेँ होइन। यसलाई चाहिँ झ्याङट भन्छ हाम्रोतिर चाहिँ होइन, तपाईँकोतिर के भन्छ मलाई थाहा भएन होइन। अब कमेन्ट गर्नु होला। यो चाहिँ झारेँ होइन। त्यहाँ चाहिँ अब बाख्राहरूलाई खुवाउनु पऱ्यो नि त, बाख्रा पनि छ कि 2वटा होइन। अनि अब बाख्रालाई ट्याक्क झिक्न झारेँ। अनि